हेलो नमस्ते वेलकम टु माई ब्लग। कस्तो हुनुहुन्छ तपाईहरु? सन्चै हुनुहुन्छ? आज चाहिँ हामी उता बिरौटा माघेमा जाँदैछ। म माइजू अनि बजे अनि हामी सिसनलाई लिएर हजुरआमाहरु। यो माघे चाहिँ थुप्रै भयो सुरु भएको त, तर हामी चाहिँ आज जाँदैछ। म तपाईहरुलाई पनि देखाउँछु त्यहाँको। ल हामी चाहिँ घरबाट हिँड्यो अहिले माघेको लागि। यहाँ चाहिँ टीका लाउने ठाउँ रहेछ। आमा टीका लाउने हुनुहुन्छ। नन्दी भगवान रहेछ। यता चाहिँ शिवलिङ्ग। आउनुहोस् एउटा हामी गुरु वन्दना
यहाँहरू स्वागत भवनले लिएर पस्किनेछौँ अनि हामी बाँकी कर्महरूलाई अगाडि बढाउनेछौँ। सुरक्षा कर्म साथीहरू कृपया हाम्रो अभिभावकज्यूलाई पछाडिपट्टि पनि राखिदिनु होला। साहिलज्यू हाम्रो अभिभावकज्यूलाई यो पछाडिपट्टि भागमा सबैजना लाइन लाएर बस्न मिल्छ। यहाँ सबैजना यतातिर पनि मिल्छ, यो चारैतिर मिलेर बस्नुलाई। हेर्नुहोस् त गुरुदेव, आज छोरीहरूको कन्या पूजन, आज नारीहरूको हाम्रो लक्ष्मीहरूको अभिभावकज्यूहरू सबैजना चारैतिर मिलेर यतातिर पनि बस्नु सबै छ, चारैतिर मिलेर बस्नु होला र आनन्दपूर्ण राधे राधे र बस्ने ठाउँ भएन भने मिलाएर बस्नुला। जसलाई पुगेको छैन यो लाइनमा राख्दा पनि हुन्छ, यो बस्ने ठाउँ पुगेको छैन भने बच्चीहरूलाई यो लाइनमा पनि माथि ल्याउनु होला र सबैले माला लगाएको हुनु पर्यो। राधे प्रधान आचार्य दर्शन भण्डारी गुरुदेवको पनि आगमन भएको छ। गुरुदेवको कन्या पूजन गर्दैछौँ र पूज्य प्रधान आचार्य श्री यस ऐतिहासिक श्री गण्डकी सप्तपुण्य गायत्री कोरियम विराटगञ्ज सहायक प्रमुख आचार्य हुनुहुन्छ र अन्य आचार्यहरू हुनुहुन्छ भने